कहिलेकाहीँ शब्द हाम्रो हातमा भए पनि बोल्न सक्दैनौँ, तर जान्नुहोस् हरेक आलोचना, आरोप वा गलत बुझाइलाई तुरुन्त जवाफ दिनु आवश्यक छैन। हामीले देखाउन नसकेको धैर्य, दिन नसकेको जवाफ, यी सबै कुरा समय आफैले बोलिदिन्छ। आज तपाईँको मौनतालाई कमजोरी ठान्नेहरूका लागि तपाईँको सहनशीलता र दृढता नै भोलि प्रेरणा बन्नेछ। हिरालाई चिन्न समय लाग्छ भने चाहिँ जीवनका वास्तविक सत्यलाई बुझ्न पनि समय लाग्दछ। आज तपाईँलाई नबुझ्नेहरूले तपाईँको मूल्य कम देख्न सक्छन्, तर भोलि समयको उज्यालोले सबै सत्य उजागर गर्नेछ र तपाईँको धैर्य, तपाईँको विश्वास अनि तपाईँको सङ्घर्ष सबैलाई सम्मान दिलाउनेछ। त्यसैले अगाडि बढ्नको लागि कहिले नहिचकिचाउनुहोस्। आफ्नो लक्ष्यमा विश्वास राख्नुहोस्, सकारात्मक सोच राख्नुहोस्, आफ्नो कर्ममा विश्वास गर्नुहोस् र सम्झनुहोस् कि तपाईँले जवाफ दिन नसक्नेहरूलाई समयले दिनेछ र तपाईँको यात्रा अरूका लागि प्रेरणा बन्नेछ। साथीहरू, आज जसलाई तपाईँले जवाफ दिन सक्नु भएन, चिन्ता नगर्नुहोस्। समयले कहिल्यै धोका दिँदैन र प्रत्येक क्षण तपाईँको लागि नयाँ जवाफ लिएर आउँछ। यदि तपाईँ तयार हुनुहुन्छ भने भविष्यको रहस्य सँगै खोल्नको लागि हामी फेरि भेट्नेछौँ।